हामीले केही दिन क्रीडाका साथ अगाडि बढौँ, पेन्सन सङ्घर्षका साथ अगाडि बढौँ। हामी शिक्षक महासङ्घको राष्ट्रिय टिम निरन्तर रात दिन हामी यहाँ बसेका छौँ। त्यसपछि बैठक गर्छौँ, छलफल गर्छौँ। कतिपय साथीहरूले उता अनि जाने बेला लड्नु मिलिहाल्छ नि। ब्यागमा राखेर हिँड्यो भने त मान्छे कहाँ हो कहाँ कहिले भन्नु। नयाँ शैक्षिक सत्र भएको शिक्षा विधान चाहिए, सुन सरकार मान बाटे के अरमान, नयाँ शिक्षा विधान चाहिए। हामी एग्रिमेन्ट गरिसकेको चिजलाई तपाईँले लागू गरेर हामीलाई विधान दिनुहोस्, त्यति चाहना हो। अब बाँकी अब एउटा गीतमा अब धेरै दिन भइसक्यो माइती घर र यो के अरे मण्डला र बानेश्वर अब कहाँ हो सरकारलाई हामी सोधिरहेछौँ।
सरकारलाई हाम्रो प्रधानमन्त्रीजीलाई यो बुझ्नुपर्ने अवस्था छ कि हाम्रा गुरुवरहरूलाई छिटोभन्दा छिटो शिक्षा ऐन जति पनि हार्दिक अनुरोध गर्दछु नेपाल राष्ट्रिय शिक्षक परिषदका आदरणीय अध्यक्ष यादवराज पाण्डेलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका आदरणीय अध्यक्ष विजय रत्न बज्राचार्यज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। मधेसी आदिवासी शिक्षक संरक्षण मञ्चका अध्यक्ष रमाकान्त चौधरीज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। मधेसी शिक्षक फोरम लोकतान्त्रिकका अध्यक्ष विष्णु चौधरीलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। नेपाल विद्यालय कर्मचारी परिषदका आदरणीय अध्यक्ष गङ्गाराम तिवारीज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। संस्थागत विद्यालय
शिक्षक महासंघ जिंदाबाद राष्ट्रिय समितिको ब्यानरपछि सुदूरपश्चिम प्रदेश नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको ब्यानरपछि सुदूरपश्चिम प्रदेश, त्यसपछि कर्णाली प्रदेश पंक्तिबद्ध रूपमा